इ बारीमा छु तर मलाई अल्छी चाहिँ यति बेसी लागिरहेछ कि झार काट्नु हेर्नु यो झार चाहिँ काट्नु आँटेको यहाँ साग छ यहाँ मेहु और यहाँ पे झार यो चाहिँ काट्नु आँटेको अल्छी लाग्यो सुहाउन हौ केटीहरू झार उखाल्नु सकाउनु सुतिरहेको होला त न हेलो गाइस आज चाहिँ म यहाँ घाँस काट्नु आँटेको तपाईहरु देख्न सक्नुहुन्छ म घाँस कसरी काट्छु तपाईहरु के गर्नुहुँदैछ तर म चाहिँ घाँस काट्दैछु गाइस यो झार काटेर निकाल्ने गाई खोले हो त्यहाँदेखि चाहिँ यहाँ हामी अर्कै कुरा फेरि रोप्नेछौँ हेर्नुहोस् है अस्ति चाहिँ यहाँ मेथी थियो अहिले चाहिँ हामी त्यो मेथी खाइसकेर यो अर्कै झार रोप्नु आँटेको कलिलो रहेछ हौ तर काट्नु सजिलो गुलियो अमिलो हत्तरिका शैलीमै म चाहिँ त्यस्तो चिल्लो चाहिँ काट्नु सक्दिनँ घाँस चाहिँ तर भए पनि यतिको चाहिँ काट्छु खोर्सानीको बोट पनि छ यहाँभित्र चाहिँ यहाँ यो चाहिँ कलिलो छ कि गाईलाई खोले दामी हुन्छ यति त भयो गाइस मैले चाहिँ यो झार सबै काटिसकेँ यहाँनिर अनि यति भयो हेर्नु सक्नुहुन्छ गाइस यो चाहिँ अब लगेर गाईलाई खोले पकाउनु पर्छ यति चाहिँ मैले चिल्लो काटेँ कमेन्ट गर्नुहोस् होला गाइस मैले झार कस्तो काटेछु तर अलिक लामो छोडेको छु यो चाहिँ खोर्सानीको बोट हो डल्ले खोर्सानीको यहाँबाट पत्ता पलाउँछ आजकल अलिअलि पानी आउनु थाल्यो कि पुरानो बोट हो फलिसक्यो यहाँ पहिला मेथी पनि रोपेको थियो तर मेथी चाहिँ हामीले खाइसकेपछि चाहिँ झार आएर चाहिँ मैले झार काटेको अब यो डोकोमा हालेर लानुपर्छ गाईको खोलेको लागि अनि त्यसको बादमा चाहिँ आमाले काँटा लिएर आउनुहुन्छ कि त्यहाँदेखि आमा छोरी भएर खन्नुपर्छ अनि यहाँ चाहिँ त्यहाँदेखि फेरि के रोप्नुपर्छ पसिनै भयो गरम घाम चाहिँ म बारीमा आउँदा चाहिँ जहिले यस्तै हुन्छ घाम टन लाग्छ कि गरम भएर अल्छी पनि लाग्छ फर्स्टमा त मजा लाग्छ नि लास पुग्दै गएपछि त अल्छीले हरेस हुन्छ कपाल सबै डल्लो बनाइरहेको नि पुरा गरम छ आज चाहिँ कति दिन हिजोसम्म डरलाग्दो पानी पर्यो आज चाहिँ छुट्टी भएकै घाम लागिहाल्छ बारीमा आउनु पर्यो आज कहाँ सिमाना गाइस अघि मैले झार काटेकोमा चाहिँ आमाले खन्नु हुँदैछ गाइस अब यहाँ चाहिँ नि हाम्रो आमाले चाहिँ के रोप्नुहुन्छ अरे भने के पो भन्दै थियो बिर्से मेथी धनिया रोपेर चाहिँ बजार बेच्नु लानुपर्छ अनि त्यसले चाहिँ चिचिमामा आउँछ बेचेर जस्ट किडिङ गाइस यहाँ चाहिँ हामी मेथी धनिया रोप्नेवाला छ अनि यो फलाएर हामी बेच्छ त्यहाँदेखि तपाईँहरूलाई चाहियो भने बारीमा आएर किन्दा पनि हुन्छ है झन् प्योर अर्ग्यानिक गाईको मल हालेर रोपेको हाम्रो आमाले चिल्लो खानुहुन्छ म पनि खन्छु अब म चाहिँ एकछिन मात्रै बनाएको भिडियो मैले पनि खने नि त्यहाँ आधी मैले खने आधी आमाले खन्नुभयो बल चाहिँ मेरो गएको छ मेहनत मेरो गएको छ मुख चाहिँ सुन्दाको खन्नु आँटेको तर अब म खन्छु मेरो बारी हो हेर्नुहोस् ल म कति जोसमा चाहिँ खन्दा रहेछु आमाभन्दा खतरा खनिदिन्छु नि हप्तामा एक दिन चाहिँ नि म चाहिँ यस्तो खतरा काम गर्ने मान्छे हो कि तर भन्नु सक्दिनँ त्यसो भनेर चाहिँ भन्नु सक्दिनँ ब्याग लानु पर्थ्यो नि भाइ मेरो फोनले न बात मारेर चाहिँ लग्दिउँ भने हेर्नु सक्नुहुन्छ म चाहिँ यसरी खन्छु आमा र म मिली खनेको अब चाहिँ काँटा पनि दुईटा छ आमा त्यहाँ धनिया उखाल्नु हुँदैछ देख्नु सक्नुहुन्छ म चाहिँ यहाँ खन्दैछु खनेर चाहिँ यो झार छ नि जति पनि यसलाई चाहिँ यसरी केलाउनु त सफा गऱ्यो भने चाहिँ छिटो झार आउँदैन हो
यो झार केलाएर यहाँ तल फ्याँक्नुपर्छ मूल हुन्छ हो अम्लिसोमा देख्नु सक्नुहुन्छ कस्तो हुँदैछ हेर्नुहोस् ल मलाई पनि खन्नु आउँछ है यसरी खन्नुपर्छ गाइस कमुलो रहेछ है भाइ हजुर चिसोको पानीले डल्ला डल्ला पनि परेछ निकै कमुलै छ क्याउ कमुलो छ यो माटो चाहिँ तर झार चाहिँ नि यसरी केलाउनु पर्छ देख्न सक्नुहुन्छ सबै फ्याँक्नुपर्छ यहाँ साइडमा अनि सफा हुन्छ कस्तो खाने भन्नुहोस् है म त साह्रै खन्नु आउँदैन ठिकै हप्तामा एकपल्ट खन्नु है बारी गरिन्छ न दामी भयो के गर्नुभएको हेलो हेलो गाइस हामी चाहिँ काटा खनाइ हुँदैछ हो हेर्नुहोस् यति चाहिँ हामीले खनिसक्यो हेर्नु भएन दाजु तल गएन यहाँनिर अर्को खसी ए ला बाँधे कोहीबाट खसी यहाँनिर चाहिँ यहाँ खेतहरू छ यहाँनिर फुपू चाहिँ घाममा चाहिँ गरममा चाहिँ हामी यसरी खनिन्छ अनि उतल बडाको चाहिँ खसी होला अरे ए ओह्रालो गयो होला पल्केर तलै गयो होला त्यो खसी यिनको चाहिँ खसीहरू आएको छ हो यहाँ फुपू यहाँ आमै बाई हामीले चाहिँ फाइनली हामीले फिनिस गर्यौँ यहाँ चाहिँ अब जान्छ है मेथीको साग तोरीको साग धनियाँ चङ्सुर जे मन पर्यो त्यही रोप्दा हुन्छ हेलो गाइस यहाँनिर साग छ यति दामी दामी भइरहेछ कि साग चाहिँ झार अघि मैले काटेको झार चाहिँ यहाँ डोकोमा छ है एकजना यहाँ छ हामीले खनेको हेर्नु आएको और मैं यहाँ पे हूँ मेरा हाथ देख सकते हो आप लोग ऐसा गंदा हो गया हम विजय को छिरा था खत्म हो गया काम अभी हम खाना खाने जाएंगे मिलते हैं नेक्स्ट ब्लॉग में निन्द्रोको झार बोकेको छ यसले ला उसको एयरबेल भाँचिन्छ होला लु हामी चाहिँ गएको पानीको बोतल पनि लिएर आएको थियो हँस्यो उयो छ ल बाय बाय मिलते हैं नेक्स्ट ब्लॉग में।